के गर्ने त नि पानीपुरीको तरकारी पनि चटपटी पनि ल्याएको नमस्कार सबैजनालाई वेलकम छ मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी गेम खेल्न लागेको सिजर पेपर खेल्ने जाने हो। हामी चाहिँ यहाँ मोमो बनाउँदैछौँ, त्यसको लागि यहाँ आलु त्यस्तो दुःख गरेर अनि यहाँ हामीले कोक पनि लिएर आएको छौँ। यहाँ छ गिलो हामी यहाँ बनाउँछौँ अनि पार्कमा जान्छौँ। त्यहाँदेखि यहाँ चाहिँ हाम्रो बोयफ्रेन्डसँग बिजी हुनुहुन्छ, उहाँ जित्थे। लास्टमा कति गर्दा मेरो पालै आएन भने लास्टमा म त्यस्तै गाउँ आफै खाइदिन्छु। खाऊ बहिनी खाऊ, खाइदिन्छु म त। पालै आएन भने त के गर्न पर्ने अब मैले। म त्यसरी तिमीले डल्ला मोमो खाएकोमा के। हामी चाहिँ अब चल्दैको यहाँ चाहिँ झोला बोकिसक्यो हाम्रो सामानहरू अनि एकजना चाहिँ त्यहाँ कोक बोकिरहेको छ क्यामेरामा। अनि चाहिँ यहाँ झोला हाम्रो पर्सहरू छ, किनकि यहाँ फेरि पुलिसले कराप झ्याप पार्यो भने खाँदा पनि भइरहेको अनि यी र उहाँको धेरै फरक हुन्छ। हाई गाइज, अब हामी चाहिँ यहाँ स्टार्ट गर्न लागेको। के गर्ने त नि अब यति नै खाने गएर दुईजना गएर कुतेर लिएर यहाँ त्यति पर कस्तो पर हो र यही त नजिकै त हुनु। 20 मिनट लाग्छ नि। अब के गर्नु त दिन जाउँ न यार, दुईजना गएर जाउँ त तिमीहरू दुईजना नि तिमीहरू। हाई गाइज, अब हामी चाहिँ यहाँ स्टार्ट गर्न लागेको। यहाँ हाम्रो हामीले चाहिँ चटपटे पनि ल्याएको छ अनि नसुन न यार, नसुन। पानीपुरीको तरकारी पनि चटपटे पनि ल्याएको छ। अनि अब हामी झोलसँग मात्र खान्छौँ पानीपुरी अनि मोमो खान्छौँ अनि यो फ्रुट्स त्यति मात्र, अरू चाहिँ सब केटो मान्छेले हेरेको हेरै छ यार। अहिले कराउन आयो भने त भाग दिन्छु म त। One, two, three, go. 1, 2, 3, go. 1, 2, 3, go. कहिले खाना पाउने। 1, 2, 3, go. अनि अलिक मरद छ यसको गाई तिमीहरूको भ्लगरको यहाँ भन न 1 2 उता मान्छे आउँदैछ कि तिनीहरू गर्न भन न 1 2 3 गो 1 2 3 गो 1 2 3 गो। अघि गर्नु सकेको छैन, म गर्छु र 1 2 3 गो 1 2 3 गो 1 2 3 गो। त्यस्तो के हो राख्यो के राख्यो केही पनि गर्दैन। 1 2 3 गो। मस्त लाग्यो बारे आउनु नस्तो यार। आइसक्यो सिट लामो सिलाउनै बिर्सेछ के। लाओ त लिएर खाऊ सुरुवात गरी ला खोइ कहाँ मनतिर बढी 1 2 3 गो। यार सरी अहिले टिस्यु ल्याउनु पर्दैन।
माथि माथि गर छिटो न 1 2 3 go Don't mana ठुलो नबोला गङ खाइदियो न त्यो त लोभी रहेछ कम्ती कम खाँदो रहेछ अनि नखाएर के भन्छ तिनचोटिमा भयो दुईटा म खाएँ हातले ल्याउँछ गर्छु के मलाई बिर्छ र ल गन तिमीहरू आफै 1 2 3 go 1 2 3 go भाइ छिटो गर यो कोही सकिनु कि यार चिसो भयो के यार 1 2 3 go 1 2 3 go One, two, three, go. No! ला यसले सब खायो यार पानीपुरी खान त भ्याउँदैन आज यार बट्टाको यो बिर्को चाहिँ खोलौँ यार त्यसरी हुन्न है त्यस्तो भेली हुन्छ भेली अनि यो खोले नपाए उहाँ पुगेर आइसक्छ अनि के खान्छ त्यही भएर मैले अलि उत्त भएको गर 1 2 3 go 1 2 3 go 2 3 go कस्तो गरेको 1 2 3 go One, two, three. 1 2 3 go. अरू भन्दा हाँस हाँस पेट दुख्छ अचु 1 2 3 go 1 2 तल गर नि यार मासला छि 1 2 3 1 2 3 go 1 2 3 go मेरो पेट मसला एउटा मोमो रह्यो अब 1 2 3 go 1 2 3 go 1 2 3 go आया मरे मेरो हातले रहेछ 1 2 3 go ल्या झरिहाल्यो नखाल है टिप टिप अब अहिले टिप्छु के खाइसकेर पकाउन न 1 2 3 go 1 2 3 go One, two, three, go. आया मेरो कपाल फुस्क्यो 1 2 3 go ल्या झरिहाल्यो नि मान्छे पनि खान्छ यसले त
राम सुन्दर सकिन्छ ल फुस्किँदै रहेछ कुत्ता कुत्ता घुस्केछ छि मेरो पाइनापल 1 2 गर न तेर्छौ न 1 2 3 गो 1 2 3 गो 1 2 3 go 1 2 3 go 1 2 3 go मैले हाय जल्दी मारे मैले अब छोड थोरै हाल्छ मैले एउटा मह मात्र हालेको 1 2 3 go 1 2 3 go क्या त्यसो गरे मैले माथि नै गर्नु सरी 1 2 3 go मैले खोलेर राखौँ भनेको यो चाहिँ चिसो हो म पनि सबै खोले हातै भ्याउनु सक्दैन खोलेर राखौँ सरी गाइस गिरको त ला न मलाई गो 1 2 3 गो One, two, three, go. 1 2 3 go. One, two, three, go. Wow! हुँदैन यस्तो दौडिन त म दौडिन्छु त्यो आफ्नो पालो 1 2 3 go 1 2 3 go बा ए मसला मैले के गरेको थिए नि किन 1 2 3 go 1 2 3 go मेरो खान पाइन कसले दाल छ राधिया मैले दारेन है मैले त खाकै छैन मैले खाएन 1 2 3 go 1 2 3 go वा ए ओइ हालेको चोटी तिनटा मोमा हालेको चोटी यार यसको खाना खाइसक्नु नहुँदैन यहाँ घर 1 2 3 go 1 2 3 go चल उठ झोल खाइस सरी जोडी खायो जोडी 1 2 3 go वाइ उले खायो आमा 1 2 3 go आया सरी 1 2 3 go जा रु ध्यान हेरेको त्यो पालो One, two, three, go. एकछिन 1 2 3 नराखी गर न 1 2 3
2 3 go 1 2 3 go म त उचाल्नु पाउँदैन नि 1 2 3 go अरे यार त्यसरी भन्दा जाऊ तिमीहरु झेली गरेर हुन गाइस Wow! Wow! मैले गरिन्छ जेडा खान्छ नि पछि न हार मैले भन्नु त मिलेला 1 2 3 गो नखा 1 2 3 गो 1 2 3 गो 1 2 3 गो 1 2 3 गो के गर्छ एरियाले भन्न जान्दैन अब चाहिँ हामी सबैजनाले खान लागेको किनकि गेम धेरै लामो मेरो कुरा सुन्नु गाए हैन हारेको होइन झाउ लागिसक्यो लागिसक्यो अनि त्यही भएर हामी खान लागेको घाम त डुबेको छैन यिनीहरू चिसो भइसक्यो नि त चिसो लास्टै भइसक्यो नि त त्यही भएर यस्तो झेल्ली गरेको नि मैले खाना पाएन भनेर यसले हो यो सबै फोहोर गरेको कसले यो मान्छेले हो टिभी हाल्छ नि एउटा कट्टु लाउने अनि त्यसपछि कुट्ने मसाला के गरेको यस्तो टाउकोमा यो गयो मेटोकोमा सुन्दर कसले खाएको मैले एउटा मात्रै खाएको सुन्दर मैले पनि खाएको कति बेला मान्छ एउटा भन्दा चाहन्छ मैले फर्स्टमा एउटा मात्रै खाएको त्यहाँ देखेन सुन्तला त्यसले खाएको तिमीहरूको दुःख मन के मसला भन् मेरो त केही पनि छैन मेरो सुन्तला एउटा मात्रै खाएँ त्यसमा दुःख तिमीलाई मलाई केही छैन सुन्तला उसलाई तँलाई मलाई त मैले मोमो धेरै खाएँ मलाई त्यहीमा खुसी मन छ मैले 3-3वटा हाल्छ सनी एकैचोटि मैले 3टा 2टा 3टा चाहिँ होइन मैले 2टा सम्म चाहिँ हालेको एउटा मात्रै हालेँ मैले दुईचोटि चाहिँ दुईटा हाले मैले एउटा मात्र हालेको अन्त यो 2टा भन्छ एकचोटि मैले स्याउ पनि सुन्तला पनि अनि मोमो पनि हालेँ मैले कन्चाउ चाहिँ खाएन एकचोटि पनि त फर्स्टचोटि त झन् मैले 2टा मोमो हालेको त्यही भएर म त मोमो एउटा हालेको छु नि जे पनि कामेको खटक खटक भात कस्तो यो मैले सुन्नु सक्छ हाम्रो अर्कै छ तिमीहरूको अर्कै छ बाको जाम मोमो झोल हालेर खाउने यसमा कस्तो हुँदो रहेछ हेर खाइहेर त स्याउ खाऊ न यहाँ एप्पल खाऊ म खाने हो एप्पल खाऊ न म खाइदिन्छु अहिले खाएको म चाहिँ नखाऊ भने म त भयो म पेट फुल भइसक्यो अब के छ र जामिन अब सक्यो पेट पनि फुल भयो अघिसम्म त काम थियो त म झाउ लाग्यो डौरी नै मलाई त यस्तो राम्रो छ भने हिँड भन्छु तर आउँदैन नि भने तिमी एकैचोटि आयो एकचोटि आएको उल्क्यो भयो फर्स्ट भनिरहेको छु त मलाई सुन्दिनस् तिमी होइन होइन ऊ के ऊ त दोस्रोचोटि म त 3चोटि आयो सेकेन्डचोटि हो यो मेरो
मेरो फर्स्ट म दुईचोटि आएँ एकचोटि मसँग आएको मैले लिएर आएको अनि अरू कोसँग आउँ त त्यो ऊ त वर्षमा मात्र गएको जे भाइ मैले त्यसमा मगाएको एक्लै बोयफ्रेन्ड लिएर आएको ओ माई गॉड को गएको कीर्तन भजन सबैले राखी मैले एउटा तापिस लिएर आएको मन त्यो बेला म एक्लै आएको छ सचुराउनु बेला ऊ त्यो वर्षमा गएर त कचोटि आइस बनाएर के कचोटि भयो एकचोटि एक्लै आएको एक्लै उयोसँग ए एकचोटिमा एक्लै आएको थिएछ के गर्नु आएको यिनीहरू घुम्न आउँछ खाल मैले केही खान आएको म यही एउटा खान्छु के हो जुन लिएर म फुलाउँदाखेरि नसोचेको के फुल भयो नि म जाडो भयो मन लाग्छ छिटो हिँड गाइस देखो न गाइस खन्जुहरूको पारा यस्तो छ खाना नपाएपछि घन्टा कम लास्टमा त है गाइस यिनीहरूको पारा तपाईँहरूलाई अहिलेको यस्तो तपाईँहरू जहाँबाट संसारकै जुनसुकै कुनामा भए पनि हाम्रो गिजबाङ चाहिँ यस्तो भयो गाइस गेम खेलेको हाम्रो यस्तो बोल्ने मान्छे चाहिँ यहाँ हुनुहुन्छ यो मान्छे हुनुहुन्छ हाम्रो चाहिँ यति थियो हामीले सकाए पनि हाम्रो चाहिँ यहाँ सकिसक्यो अनि हामी जान लागौँ न हामी चाहिँ खाएर सबैले सघाउन सकेन पनि अनि लास्टमा चाहिँ मैले सबैले खाऊँ भनेर भन्यो म चाहिँ अगाडिदेखि भनेको थिएँ मलाई कस्तो झाउ लागिसकेको थियो यस्तो झाउ लागिसकेको थियो कि यति झ्याउ लागेको थियो कि यति झ्याउ यस्तो राम्रो देखेको छ यहाँ चाहिँ हाम्रो ग्याङ छ यो चाहिँ ट्यापिनी म चाहिँ यहाँको ग्रुपमा सबैभन्दा डल्ली छु अनि यिनीहरू चाहिँ सबै यति अग्लो छ हेर्नु यति खम्बाहरू हामी चाहिँ हाम्रो रुमभन्दा यतापट्टिको ग्राउन्डमा आएको थियौँ डल्ली हुनु चाहिँ भाग्यमा श्री लेखेर आउनुपर्छ ऊ त्यहाँ पनि कस्तो राम्रो थियो तर हामी त्यहाँ त्यो बेला मान्छेहरू कति धेरै थियो नि त त्यही भएर हामी त्यहाँ गएनौँ अब हामी स्काइट्री जानुपर्छ ल कुनै दिन पैसा दिएन यहाँ म आफै जान्छु छ्या धेरै जाँदैन यहाँ अनि कस्तो यहाँ दौडेर म यहाँ